हेलो साथीहरू, फेरि पनि नमस्कार। मेरो नाम सरोज कार्की। आज पनि अब वर्तमान राजनीतिक परिस्थितिकै बारेमा कुरा गर्न चाहन्छु। नेपालको राजनीति इतिहासदेखि वर्तमानसम्म हेर्ने हो भने कुनै न कुनै किसिमको जनआन्दोलन होइन, सशस्त्र सङ्घर्ष विद्रोहबाटै राज्य सत्ता प्राप्त गर्ने अनि चाहिँ तपाईँको चाहिँ माग र मुद्दाहरू सम्बोधन हुने अवस्था मात्रै आइरहेको छ। 2007 सालदेखिको इतिहासलाई हेर्ने हो भने विभिन्न कालखण्डमा भएका जनआन्दोलन होइन, ऐतिहासिक जनक्रान्ति लगायतका कुराहरूलाई पनि हेर्न सकिन्छ। जस्तो वर्तमान अब हामी त अलिक पछाडिकै पुस्ता हो ल, 2046देखि यताको घटनाक्रमलाई हेर्ने हो भने पनि 2052देखि 10 वर्ष जनयुद्ध, 65-63 को जनआन्दोलन, 46 को आन्दोलन होइन, के प्राप्ति थियो भन्दा पनि मेन कुरो भन्दा पनि राज्य सत्ता प्राप्त गर्ने नै हो। यहाँ अहिलेसम्मको परिस्थिति हेर्ने हो भने देशका लागि भन्दा पनि व्यक्तिगत स्वार्थ सिद्ध पुरा गर्नको लागि र आफ्नो स्वार्थ पुरा गर्नको लागि मात्रै देखिन्छ। रिसेन्ट अहिलेको आन्दोलन भनेको पनि जनताको एक किसिमको वितृष्णा होइन, राज्य सत्तामा बसेका व्यक्तिहरूले गरेको कर्मको विरुद्धमा छ, जसलाई चाहिँ आन्दोलनले एउटा दबाब स्वरूप आन्दोलन गर्ने र त्यसले अब आउने चुनावमा चाहिँ असन्तुष्ट जो राज्यको पक्षमा जो पुरानो विगतका पार्टी स्थापित पार्टीहरू सन्तुष्ट छ, त्यसको विरुद्धमा एउटा मुभमेन्ट बनाउने भन्ने खालको थियो र उनीहरूलाई सचेत गराउने, जागरुक गराउने भन्ने थियो। फेरि यो आन्दोलन चाहिँ एउटा पार्टीको एउटा व्यक्तिको पनि होइन, अब त्यहाँ सबै सामूहिक भएका थिए होइन। काङ्ग्रेस एमालेका मान्छेहरू पनि थिए, शान्तिपूर्ण रूपमा जानेहरू पनि थिए। त्यसैले अब यो आन्दोलनको मकसद के थियो त भन्दाखेरि विद्यार्थीहरू भ्रष्टाचारीलाई कारबाही गर्ने होइन, जुन अस्थिर राजनीतिक प्रणाली छ हाम्रो संविधानमा, त्यसलाई संविधानलाई संशोधन गरेर प्रत्यक्ष कार्यकारी चाहिँ हुनुपर्छ भन्ने माग थियो र प्रदेश खारेज सबैभन्दा नेपाली जनताको ठुलो एजेन्डा थियो। यही किचलोले गर्दा पनि नेपाली जनता एकदम विक्षिप्त भएको अवस्थामा यो आन्दोलन भएको। यो आन्दोलन जसले नेतृत्व गर्यो होइन, केही सीमित पात्रहरू त्यहाँ गएका छन्, तिनीहरू चाहिँ फेरि जेनजीभित्र नै पर्दैन होइन। त्यसैले आन्दोलनको नाममा उनीहरूले अब बेनिफिट लिए भनौँ न, तर आन्दोलनको मूल मर्म र भावना बुझिएको छैन। अझै पनि अब 74 जना मरे, शहीद जो हुनुभयो होइन, उहाँको आत्माले चाहिँ शान्ति पाउनेवाला छैन। किन त भन्नुहुन्छ भने अब जुन किसिमले अब संविधान संशोधन हुनु पर्यो, अन्तरिम संविधान जारी गर्नुपर्ने अवस्था थियो होइन, त्यो भएन होइन। फेरि अब यो हुँदैमा संविधान नराम्रो छ भन्ने होइन, संविधान एकदम राम्रो छ होइन। केही धेरै कुराहरू राम्रा पनि छन् होइन, केही सुधार गर्नु पर्ने पक्षहरू पनि छन्। हुन त कुनै पनि देशको संविधान पूर्ण हुँदैन होइन, कमी कमजोर भए पनि त्यसलाई सुधार्दै लाने त्यो अवस्था हो। तर अब प्रत्यक्ष कार्यकारी चाहिँ होला जस्तो छैन र प्रदेश खारेजी पनि होला जस्तो छैन होइन। त्यसैले यो आन्दोलन एउटामा भौतिक र मानवीय क्षतिभन्दा कुनै भएन। यो देशले चाहिँ एउटा अब के भन्ने ठुलो सङ्कट बेहोर्यो होइन। अब यो यतिका भौतिक संरचनाहरू निर्माण हुनलाई वर्षौँ लाग्छ, अरबौँ खरबौँ चिन्तनधनको क्षति भएको छ। त्यसैले अब यो अलिकति आन्दोलन गर्दा पनि संयमित हुनुपर्ने रहेछ भन्ने कुरा चाहिँ अब यो आन्दोलनले सिकायो। फेरि पनि अब यस्ता आन्दोलनहरू नहुन् भन्ने कामना हो र जो राज्य सत्तामा बस्छ उसले समयमै जनताका मागहरू सम्बोधनहरू होइन पुरा गर्नुपर्ने हुन्छ। त्यही पुरा नगरेर अब वार्ता र संवाद नगरेको भएको कारणले अब यस्तो स्थिति आइपरेको हो। र अनि जो अब सत्ताभन्दा बाहिर रहन्छ उसले पनि चाहिँ कस्तो किसिमको मुभमेन्ट यहाँ चलाउने भयो भन्दाखेरि सत्तामा बस्ने र राज्य सत्तामा बस्ने सबै दोषी हुन्छन्, नराम्रै व्यक्तिहरू हुन्छन्। अनि राम्रो कामलाई नै कुप्रचार गर्ने जुन प्रवृत्ति छ, यसको चाहिँ यही प्रवृत्तिले गर्दा चाहिँ अहिलेको परिस्थिति आएको हो। त्यसैले जनताको मनोविज्ञान होइन, जुन विक्षिप्त मनोविज्ञान छ राज्य सत्तादेखि, त्यो मनोविज्ञानमा खेलेर फाइदा लुट्नेहरूले यो आन्दोलनमा लुटी। त्योभन्दा फरक अरू केही भएको छैन। यो आन्दोलनमा फाइदा भनेको दुर्गा प्रसाई होइन,
जुन प्रचण्डहरूलाई भएको छ होइन, उनीहरूको हड्डी हाँसेको छ र नेपाली जनताले शास्ति पाएका छन्। हस्त नमस्कार।